Neymar Junior Santos. So finally Neymar is back, guys. हैन Neymar चाहिँ ब्याक भइसकेको छ हैन. everyone said कि he is done भनेर, but not yet हैन. उ चाहिँ डन भइसकेको छ हैन. So कार्लो एन्जेलोटीको टिममा चाहिँ फर्किसकेको छ उ फर ब्राजिल आफ्टर 943 फकिङ डेज पछि चाहिँ ब्याक भइसकेको छ हाम्रो नेमार जुनियर. 2023 अक्टोबरमा चाहिँ उ चाहिँ उरुग्वेमा चाहिँ इन्जुरिज भएको थियो. नाउ फाइनली इज ब्याक हैन. नेमारको केसमा भन्नुपर्दा चाहिँ इज नट जस्ट यो चाहिँ एउटा फुटबल स्टोरी मात्र नभएर चाहिँ द स्टोरी अफ पेन, स्टोरी अफ एउटा आइडेन्टिटी हैन, आफैसँग लडिरहेको आइडेन्टिटी, एन्ड देन एउटा स्टोरी अफ के भने प्लेयर हैन, जो एउटा फुटबल प्लेयर भइसकेपछि डिजायर के हुन्छ त, हाउ हि स्टार्टेड, हाउ हि वान्ट टु इन्ड, यो चिजहरू चाहिँ इन्क्लुड हुन्छ. सो नेमारको केसमा पनि त्यही नै हो. सो हि इज फाइनल्ली ब्याक. लेट्स गो टु द भिडियो. हु इज नेमार जुनियर? 5 फेब्रुअरी 1992 हैन, एउटा ब्राजिलमा जन्मेको, स्ट्रिटमा फुटबल खेल्ने फुच्चे हैन, जसको चाहिँ एउटा एज अफ 16-17 को एजमा चाहिँ उसको कलिगहरूले चाहिँ भन्ने गर्थ्यो कि उसलाई नेक्स्ट पेले भन्ने गर्थ्यो. एट द एज अफ उसको चाहिँ 18 मा सान्तोसबाट चाहिँ वान अफ द मासिया भएर निस्किन्छ. एन्ड देन एट द एज अफ 21 मुभ टु द बार्सिलोना. च्याम्पियन्स लिग पनि जित्छ एलन साइड वान अफ द बेस्ट लियोनल मेसी. 222 मिलियन युरो, वान अफ द एक्सपेन्सिभ ट्रान्सफर अफ फुटबल हिस्ट्री हैन. थ्रु आउट अल अफ दिस हैन, he faces lot of injuries, controversies. 2014 जहाँ चाहिँ उसले चाहिँ 4 गोल हुन्छ. त्यसपछि लगत्तै वान अफ द अनस्टपेबल, अनटचेबल नेमार जुनियर चाहिँ नि इन्जुरिज हुन्छ. विदाउट हिम आफ्नै होम ग्राउन्डमा लज्जास्पद हार, त्यो पनि 7-1 को टु दि जर्मनी हार हुन्छ. सो आफ्नै होम ग्राउन्डमा. त्यसपछि 2018 मा पनि उसले चाहिँ 2 गोल हानेको थियो हैन. सो क्वार्टर फाइनलमा बेल्जियमसँग हारेसँगै चाहिँ अर्ली एक्जिट लिन पर्छ. 2022 को चाहिँ इनिसियल फेजमा नै इन्जुर हुन्छ, एन्ड देन कमब्याक भएर चाहिँ हैन साउथ कोरियालाई चाहिँ पेनाल्टी गोल हान्छ. एन्ड देन फेरि क्रोएसियासँग खेल्दा चाहिँ उसले चाहिँ 105 मिनटमा गएर चाहिँ गोल हान्छ. एन्ड देन केही समयपछि फेरि क्रोएसियाले चाहिँ इक्वलाइज गर्छन्. त्यो टाइमको नेमार जुनियरको गोल चाहिँ वान अफ द बेस्ट स्लो गोल पनि भनिन्छ हैन, इन वर्ल्ड कप भनेर भन्छ. सो त्यो इक्वलाइज भइसकेपछि चाहिँ पेनाल्टी हुन्छ. फेरि एनदर लस हैन, एनदर एक्जिट विदाउट ट्रफी. अक्टोबर 2023 जहाँ चाहिँ उनले चाहिँ उरुग्वेको अगेन्स्टमा चाहिँ गेम खेल्छ. एन्ड देन मेजर इन्जुरी ह्यापेन्ड. त्यसपछि जब रिकभरी हुन्छ ऊ चाहिँ साउदीमा जान्छ. साउदीमा चाहिँ अल हिलालमा जान्छ हैन. सो पिपल आर आस्किङ कि इज दिस रियली द इन्ड भनेर. 2025 जनवरीमा चाहिँ एउटा ब्युटिफुल थिङ्स ह्यापेन हुन्छ. त्यो चाहिँ सान्तोसमा ऊ फेरि वापस आउँछ होइन. उसले चाहिँ आफ्नो बालपनमा सिकेको थियो, खेलेको थियो. सो आफ्टर अल दिस एउटा न्यारेसन चाहिँ के भन्छ भने इज डिफ्रेन्ट नाउ भन्ने हुन्छ. कार्लो एन्जेलोटी नयाँ कोचेस थियो फर द ब्राजिल. एन्ड देन रिसेन्टली उसले के अनाउन्स गरेको थियो भने केही समय अगाडि चाहिँ 100% फिट प्लेयरहरूलाई चाहिँ मात्र चाहिँ वर्ल्ड कपमा चाहिँ समावेश गरिनेछ भनेको थियो. 18 मे 2026 जहाँ चाहिँ कार्लो एन्जेलोटीले चाहिँ आफ्नो स्क्वाड 26 स्क्वाडको चाहिँ नेम अनाउन्स गर्छ. द किङ नेमार जुनियर इज अफिसियली ब्याक आफ्टर 943 डेज. वर्ल्ड कपको हिस्ट्रीको कुरा गर्नुपर्दा चाहिँ अहिलेसम्म चाहिँ ब्राजिलले चाहिँ 5 चोटि वर्ल्ड कप जितेको छ. सो अर्ली एक्जिट नै भइरहेछ. इट्स बिन 24 इयर्स जस्तो भनौँ. सो अर्ली एक्जिट नै छ. यो पालि चाहिँ सकेसम्म धेरै नै ट्राई गर्नुपर्ने छ. उनीहरूको भिनिसियस छ, राफिना छ, किपरदेखि लिएर सबै फिल्डहरूमा वान अफ द बेस्ट नै छ. इज नाउ 34. 2030 मा चाहिँ हि विल बी 38 इयर्सको हुन्छ.